त्यसकारण हरेक खराब कुराले जिन्दगीलाई बर्बाद पार्दैन हौ। त्यत्तिकै रुन्छौ तिमी, त्यत्तिकै पीडित हुन्छौ, छाती पिट्छौ। हरेक खराब कुराले मान्छेलाई बर्बाद पार्दैन। खराब कुरामा पनि पोजिटिभ इन्फर्मेसन दिन सक्यो भने मान्छेको जिन्दगी बन्यो। त्यसकारण मान्छेको बर्बादी खराब घटनाले हुँदैन, खराब घटनापछि गर्ने विचारले हुन्छ। फेरि पनि याद राख्नुहोस्, खराब घटना, नेगेटिभ घटना त हरेकको जीवनमा घट्छ। त्यो जीवनमा नेगेटिभ घटना घटिसकेपछि तपाईँले सोच्ने कुरा पोजिटिभ भयो भने जिन्दगी बन्यो। त्यसकारण मूल कुरा घटना होइन, मूल कुरा तपाईँले त्यसपछि गर्ने विचार। घटना त नेगेटिभ भयो भयो, छोरा खत्तम भयो, छोरी खत्तम भयो, लग्नी खत्तम भयो, स्वास्नी खत्तम भयो, धन खत्तम भयो, केही पनि त हुनसक्छ। केही पनि घटना घटिसकेपछि तपाईँले दिने जुन विचार छ त्यो पोजिटिभ पऱ्यो भने जिन्दगी पहिलाभन्दा माथि जान्छ, नेगेटिभ पऱ्यो भने सिद्धिन्छ। त्यसकारण उनले जुन